असारको 15 दही चिउरा खाने साउने 15 खिर। हेलो साथीहरू, आज साउन 15 हजुरहरूले खिर बनाएर खानुभयो होला। हामीले चाहिँ आज बिहान चाहिँ दुध पाइँदै पाएन हाम्रो गाउँमा हेर्नु, त्यही भएर साँझ चाहिँ दुध पाइयो र बल्ल ल्याएर खिर बनाउने तयारी गर्दैछु म। अनि छोरीले चाहिँ सबैले खाइसके, हामीले कतिखेर खाने हो भनेर स्कुलबाट आउन नपाउँदै मलाई गुनासो गर्दै थिइन्। नात्देऊ न, म बनाउँदैछु भन्दैछु उसलाई। र मैले चाहिँ सामानहरू रेडी गरिसकेको छु खिरमा हाल्न चाहिने। अब चाहिँ भाँडा डेक्ची बसालेँ, त्यसमा 2-3 चम्चा घिउ राख्छु म। अनि घिउ सबैको आफ्नो तरिका हुन्छ है साथीहरू घिउ खिर बनाउने। म चाहिँ यसरी बनाउँछु, हेर्नु होला। घिउमा मैले ल्वाङ, सुक्मेल, तेजपत्ता फुराएँ, त्यसपछि नरिवल र काजु काटेर राखेको थिएँ, त्यो फुराउँदैछु। यसलाई अलिअलि रातो हुन्जेलसम्म फुराउँछु म। अनि चामल धोएर राखेको थिएँ 2 मुठी जति, त्यो चामल हालेर चामल पनि एकैछिन भुट्छु। धेरै बेर भुट्यो भने पनि रातो भएर डढ्छ, फेरि ढक्कनी बन्ला। खिर बनाउँदैछौँ हामी, त्यही भएर यसो सबै मिक्स गर्छु। अनि त्यसपछि यसमा राख्छु म दुध। अब पालो आयो दुध राख्ने। अनि साथीहरू, मलाई कहाँबाट हजुरहरूले हेर्दै हुनुहुन्छ, भिडियो हेरेर मात्रै भएन, फलो पनि गरिदिनु होला। हजुरहरूको सपोर्ट भयो भने मात्रै भिडियो बनाउन जाँगर चल्ने हो, नत्र त अल्छी पो लाग्दो रहेछ भिडियो गराउन। अनि यसरी दुध उम्लियो, अब यसलाई राम्रोसँग चलाइराख्नुपर्छ। छोडिदियो भने फेरि पिर लाग्छ, डढ्छ दुध। बिस्तारै बिस्तारै चलाउँदै छोड्दै गर्दैछु म चाहिँ। 1-2 सेकेन्ड छोड्छु अनि चलाउँछु गर्दैछु। मिठो त बनाउनु पर्यो। यो खिर फेरि धेरै खान मन लाग्ने, तर धेरै 1-2 चम्चा खाँदा बित्तिकै मतमतै हाल्छ। मलाई चाहिँ 1-2 चम्चा खाएपछि खाँदिनँ धेरै। त्यही पनि आज विशेष दिन बनाएर खाउँ भनेर बनाउँदैछु। अब यसमा चाहिँ आफ्नो स्वाद अनुसार चिनी राख्नु होला। मैले चिनी राखिसकेँ। अब खिर चाहिँ पाक्न आँट्यो, बाक्लो बाक्लो हुँदैछ। अनि यसमा चाहिँ मैले मरिच र सुक्मेलको दानालाई पिसेर राखेछु। यसरी पछिबाट हाल्दाखेरि मङ्ग बसाउँछ, अहिले खाँदाखेरि स्वादै मिठो आउँछ। अनि छोरीहरू, बाबा आउनुभएछ बाहिर, ऊ बाबालाई झम्टिभएछन्। यी छोरी स्कुलबाट आएपछि सानो छोरी बाबा कतिखेर आउनुहुन्छ भनेर बाटो हेरेर बसिरहेका हुन्छन्। बाबा आउने बित्तिकै बाबासँग खेल्नुपर्छ यिनीहरूलाई। साँझ पख एक्कासी पानी आथ्यो हाम्रो घरतिर, हरार आयो अनि गयो पानी। अनि मैले खिरसँग खानालाई आलुको तरकारी बनाएको थिएँ। अनि नुनिलो त चाहियो गुलियोसँग खानालाई। ल अब चाहिँ खिर रेडी भयो। मिठो मिठो खिर पस्केर सबैलाई दिइसकेँ मैले। अब चाहिँ म खान्छु, हजुरहरूले पनि खानुहोस् होला।